हेलो गाइज, नमस्ते। मोमन ब्लग। आज चाहिँ म निस्किँदैछु घुम्नलाई। जानुपर्ने हुन्छ। म चाहिँ फोक्ताङ गाउँपालिका जाँदैछु। अहिले गाडी पनि आउँदैछ होइन। अब के कस्तो हुन्छ है। गाडी आउँदैछ। आज फोक्ताङ गाउँपालिका जानुपर्ने हुन्छ र विशेष काम पनि छ। घुम्नु पनि पाइने भयो। एकदम रमाइलो हुनेछ। बवाल हुन्छ जस्तो छ है त आज। आज चाहिँ हामी बिहानै फोक्ताङ गाउँपालिका लाग्नुपर्ने हुन्छ होइन। भ्यू पनि बवाल छ। चाहिँ हेलिप्याड ताप्लेजुङमा देख्न सकिन्छ। हामी चाहिँ यस्तो गरेर घुमेर यताबाट यता जानुपर्ने हुन्छ है गाडी चाहिँ। हामीसँग मसँग चाहिँ दाइहरू पनि दुईजना अगाडि देखिन्छ। हाम्रो गाडी चाहिँ आइसकेको छ। पछाडि देखिन्छ है। भ्यू पनि बवालै छ। टाढै जानुपर्ने हुन्छ होइन। यो अगाडि जाँदै गरेको चाहिँ हाम्रो गाडी हुन्छ। तर हामी चाहिँ माथि टपमा बस्नुपर्ने हुन्छ र एकछिन के हिँड्नुपर्ने हुन्छ है गाइज। आज चाहिँ हामी टपमा बसेर ब्लग सक बनाउँदै जानुपर्ने हुन्छ। यो चाहिँ बवाल सिन के भन्छ यो हाम्रो हेलिप्याडको आजको हाम्रो यात्रा रहेको छ। ताप्लेजुङ टु रानीपुल भनौँ न, रानीपुलसम्म जाने। अनि एकदम बवाल देखिरहेको छ। घाम पनि भर्खर लागिरहेको छ है। यस्तो दामी देखिरहेको छ कि है। बवाल छ है सिन चाहिँ। हामी चाहिँ यस्तो झुन्डेर जानुपर्ने भएको छ है। बाटोमा अवस्था यस्तो छ। गाडीको एकदम लोड भइरहेको छ। झुन्डेर टक्क दाइहरूसँग है दाइ गाह्रो भइरहेको छ है हामीलाई। खबर त दसैँ लाग्यो। हामी चाहिँ अनि झुन्डेर है तलतिर कच्ची बाटोसम्म। त्यहाँदेखि चाहिँ अब माथि टपमा हुन्छ। के कस्तो हुन्छ है त गाइज। हामी चाहिँ बाटोमा अहिले चाहिँ यात्रामा है। घामले गर्दाखेरि केही देख्न पाएन नि। घामले चाहिँ मर्ने भयो है दाइ। लास्टै गर्मी हुन्छ नि छेउमातिर त होइन। गर्मी त्यही माथि अब यस्तो छ। हामी चाहिँ भारी माथि बसेको छौँ। कसको भारी हो कृपया नरिसाइदिनु होला। ढिलो छ बाटो पनि। अब यहाँ पनि कसैको ध्यान जाओस् न त है। छैन यस्तो छ बाटोको अवस्था। अब हामी चाहिँ निरन्तर यात्रामा छौँ। के कस्तो हुन्छ अर्कोमा। हामी चाहिँ एउटा जक्सनमा आइपुगेको छौँ। यहाँनिर अलिकति अगाडि बसेर चाहिँ टक्क खानासाना खानुपर्ने हुन्छ। त्यसपछि फेरि यात्रा हुन्छ है दाइ। हामी चाहिँ खानासाना खाने हो। यहाँ यस्तो यो अगाडिपट्टिको घरमा यहाँ बसेर खानुपर्ने हुन्छ है। हामी चाहिँ आइसकेको छौँ। यो के भन्छ थिवा भन्ने ठाउँमा आइसकेको छौँ। अब खाना खानुपर्ने हुन्छ। अन्त अरे त्यो देखिने घरमा पसलमा चाहिँ खाना खानुपर्ने हुन्छ। के कस्तो हुन्छ है। हामीले चाहिँ खाना खाइसकेको छौँ बाटोमा।